यो नेपालीहरुका लागि पैँचो भन्ने वर्ड चाहिँ शब्द चाहिँ धेरै फेमिलियर हो तर चाहिँ हामीले त्यसलाई खास गरेर ट्रेडिसनल बार्टरिङ सिस्टमलाई अहिले हामीले मोडर्नाइज गरेको हो कृषकले चाहिँ आफू कहाँ भएको उत्पादनलाई हाम्रो पसलसम्म हाम्रो संकलन केन्द्रसम्म ल्याउन सक्छ र उसले आफूलाई चाहिएको सामान त्यसलाई एक्सचेन्ज गरेर लिएर पनि जान सक्छ र त्यसलाई फेरि उसलाई आवश्यक भएको पैसा पनि मोनिटाइज गरेर पनि लिएर जान सक्छ अहिले जसले पैँचोसँग काम गरिरहेको भएको छ उहाँहरूले चाहिँ पैँचो वरदान हो भन्नुहुन्छ किन भन्दा उहाँहरूलाई आर्थिक रूपमा एउटा सबल बनाउन सकेको छ सोच्नुहोस् त तपाईको गाउँघरमा कोही मानिस आएर तपाईको बारीमा फलेको सागसब्जी तथा फलफुल मलाई पैँचो दिनुहोस् यसलाई बेचेर म तपाईको पैँचो तिर्छु भन्यो भने तपाईँ के सोच्नुहोला गुल्मीका ध्रुव नेउपानेले पनि गाउँ गाउँमा पैँचो मागेर उचित बजार नपाएका स्वदेशी उत्पादनलाई बजारीकरण गर्छु भन्दा सुरुमा उनको परिवार समेतले उनलाई पागल नै ठान्यो तर आफ्नो योजनामा अडिग रहेर अघि बढेका ध्रुव नेउपानेले आफूलाई पागल सोच राख्नेबाट एउटा सफल उद्यमीमा परिवर्तन मात्र गरेनन् साँच्चै नै स्वदेशमै उत्पादित सागसब्जीलाई उचित मूल्य दिन पनि सफल भए अहिले उनले पैँचो पसल नामले विस्तार गरेको 25वटा शाखामा रोजगार पाइरहेका 400 भन्दा बढी मानिसहरू पैँचो तिर्नमा व्यस्त छन् Namaste and welcome to Mahindra Bolero presents The Game Changer in association with Nabil Bank, powered by Citizen Life Insurance, supported by CE Construction and onlinecover.com. आउनुहोस् हेरौँ फरक सोच्दै सुरु भएको ध्रुव नेउपानेको सामान्य व्यवसाय पैँचो पसलको सफलताको यो कथा आजको गेम चेन्जरमा। Mahindra Bolero presents The Game Changer, उद्यमशील नेपालीको भरपर्दो साथी in association with Nabil Bank, सँगै अघि powered by Citizen Life Insurance, समृद्धि तपाईको साथ हाम्रो, supported by CE Construction Private Limited since 1992, onlinecover.com. The Game Changer. ब्याकग्राउन्ड भनेको हामी कृषि गरिराख्ने हामी 13 जना भाइ बहिनी बुवा आमाका 13 जना छोरछोरी हो 13 जना मध्ये म छोरातिर साइलो पर्छु र हामी कहाँ अब खेतीपातीबाट नै हामी बाँच्ने त्यसैबाट पढ्ने गर्ने हिसाबले हामी खेतीपातीमै गर्यौं र त्यही बाहेक अर्को हामीसँग आर्थिक आर्जन गर्ने पोइन्ट पनि थिएन रहने पोइन्ट पनि थिएन त्यसरी कृषिमै जोडिए तर मेरो सुरुवात चाहिँ होटल सुरु भयो सानो पहिले चाहिँ झुपडी सानो 60,000 लगानीबाट माइलो दाजु अहिले सिद्धार्थ बिजनेस ग्रुपको अध्यक्ष र म 2 जना भएर त्यहाँ सुरु गर्यौं खास अब पोइन्टको हिसाबले भन्नु पर्दाखेरि म होटल इन्डस्ट्री यहाँ हुँदा खास होटललाई चाहिने विभिन्न इन्ग्रेडियन्ट्स चाहिँ हामी विदेशी प्रोडक्टहरू ल्याउँथ्यौं एक दिन यो हरियो मकै जो स्वीट कर्न भने हामी होटलहरुमा खान्छौं त्यो खाने क्रममा एकजना चाइनिज व्यवसायी चाहिँ नेपालमा बिजनेसका हिसाबले आउँदाखेरि उहाँलाई मैले स्वीट कर्न मकैबाट स्वागत गर्दा यो तिमीहरुको मकै हो भनेर सोध्नु भएको थियो हामी चाहिँ होइन तपाईको मकै हो हाम्रो मकै चाहिँ भैँसीलाई खुवाउँछौं भने त्यहाँ ठ्याक्क भनियो तर पछि आफूलाई फिल भयो कि ओहो हामीले त विदेशी प्रोडक्टहरु चलाइराछौं नेपालको त त्यतिको वेस्ट छ नि भन्ने कुराले बढी स्ट्याक गर्यो र जुन अघि मैले भनेको र यो कुरा चाहिँ प्रमुख पोइन्ट हो जसले मलाई गाउँमा मोडिनलाई बढी प्रेरित गर्यो
त्यस पछाडि चाहिँ यो ग्रामीण जो कृषिमा म जुन अवस्थामा पहिले थिएँ, हाम्रो गाउँको अवस्था जुन अवस्था थियो, म छोड्दा र म गएर व्यावसायिक रूपमा काम गर्दा जुन सिद्धार्थको 12-14वटा शाखाहरू बनाउँदै गर्दा गाउँको अवस्था पहिलो जस्तो थियो, पछि पनि त्यस्तै अवस्था थियो। अब चाहिँ जीवनलाई आफूले गर्ने प्रगति जुन हिसाबले गर्ने त्यो गर्न सकियो, तर ग्रामीण भाग विकास गर्न चाहिँ सकिएको छैन। यसलाई चाहिँ परिवर्तन गर्न सकिन्छ कि भन्ने हिसाबले चाहिँ यो पैँचो पसलको स्थापना सुरु भएको छ। खास पहिलो काम चाहिँ अब जस्तो हामी गाउँमा त सबै ग्रामीण भागमा बसेको गाउँको परिवेश सबै कुरा थाहा थियो। मैले 100-150 घरको मान्छेहरूलाई पहिले एकीकृत गराएर अलिकति राम्रोसँग कृषि उत्पादन गर्ने र त्यसलाई चाहिँ बेच्ने भनेर पहिलो कन्सेप्ट सोच्थेँ। तर पछि गइसकेपछि त्यो कन्सेप्ट चाहिँ एकीकृत गर्नलाई चाहिँ हाम्रो कल्चरले ठुलो समस्या रहेछ। त्यो भएपछि त्यसलाई कन्भर्ट गरेर फेरि के त भन्दा यो होइन, अब पैँचो लिन सजिलो हुन्छ, सबैले पहिलेदेखि बसिरहेको बानी छ भन्ने कुरा आइसकेपछि अब चाहिँ यो होइन, जसकोमा जे उत्पादन छ त्यसलाई चाहिँ लगेर बेच्नु पर्यो। त्यस कारणले तपाईँले मलाई पैँचो दिनुहोस् भनेर यसको पैँचोको नाम चाहिँ न्वारन हुन पुग्यो। पहिले त के थियो त भन्दा जुन मलाई एउटा हुन्छ नि भित्रबाट आएको कुरा, अब गाउँमा केही गर्नुपर्छ भन्ने कुराले चाहिँ मलाई उत्साहित थियो। तर पछि जुन म फ्यामिलीमा यो कुरालाई कन्भिन्स गर्न नसक्दा र यसलाई चाहिँ सहर्ष रूपमा नलान सक्दाखेरि चाहिँ त्यो अलिकति दुःखद क्षण चाहिँ भयो। तर डिसिजन चाहिँ मैले गएर गर्न सकिन्छ भन्ने मेरो एउटा, र अरू सबैले यो ग्रामीण भागमा त्यो पनि पहाडमा केही पनि प्रोडक्सन छैन, काम गर्न चाहिँ गाह्रो हुन्छ, नजाऊ भनेर फ्यामिलीले भनेर त्यो कुराको द्वन्द्व चाहिँ अलिक ठुलो हुन पुग्यो। त म पछि चाहिँ नमानेर एक्लै हिँड्दाखेरि चाहिँ पारिवारिक रूपमा पनि अलिकति घमण्डी, आफ्नो कुरा बाहेक छोडेन, मानेन भन्ने कुरामा चाहिँ मैले अलि बढी खेप्नु आजको दिनसम्म पनि त्यो परिरहेको छ। अझै एउटा सिचुएसन त यस्तो पर्यो कि म यही कुरालाई एकदमै जोड गर्दाखेरि मेरो घरकाले यो अलिकति मेन्टल्ली फेल भयो, हस्पिटल लानुपर्छ भन्नेसम्मको अवस्था हुँदा म भागेर हिँडेको होइन भनेर म राति म बिहान भनौँ न 3-4 बजे कोही नउठ्दै राति त्यो भयो, म बिहान उठेर गाउँ हिँडेँ। सपना देख्नै नपाउने हो समाजमा। अब यो खास गरेर बाटो राइट होइन भन्ने कुरा र होइन ठिक हो भन्ने कुरामा चाहिँ सायद द्वन्द्व हो। एउटा कुरा त एउटा इस्टाब्लिस्ड भएको ब्रान्डलाई छोडेर गाउँ आउने चुनौतीपूर्ण कुरो त हो नै होइन। यो सफल हुँदैन भन्ने कुरा, यो ठिक होइन भन्ने कुराले बुझ्नु पनि त्यो राइट थियो। तर यो सफल बनाउनुपर्छ भन्ने एउटा जोसले अलि बढी पेल्यो। त्यो पहिलेको कन्सेप्ट भन्दा जब गाउँमा गएर बसिसकेपछि र मैले नेपालभरि पनि यसको बारेमा अलिकति अध्ययन पनि गरेँ, त्यो गर्दाखेरि यो अलिकति राम्रो देखिने रहेछ। र त्यहाँबाट चाहिँ यसको कन्सेप्टको सुरुवाती पोइन्ट भयो। अब त्यस पछाडि यसलाई चाहिँ व्यावसायिकरण गर्नलाई यसका प्रब्लमहरू के आउँछन् ती कुराहरूलाई मिलाउँदै जाँदा, जस्तै उत्पादकलाई सिकाउनु पर्यो थप उत्पादन, क्वालिटीको उत्पादनलाई कसरी लान सकिन्छ भने प्राविधिक पक्ष जोड्नु पर्यो, बजारसम्म जोडिनलाई स्रोत साधन गाडीहरूको व्यवस्थापन गर्नु पर्यो, उत्पादनको एउटा कन्ट्रोलिङ मेकानिजमका लागि प्रोसेसिङ सेन्टरको स्थापना गर्नु पर्यो। यी सबै कुराहरू जोडिँदै जाँदाखेरि पैँचोको खास अहिलेको मूर्त रूप चाहिँ बन्न पुगेको छ। अब यो नेपालीहरूका लागि पैँचो भन्ने वर्ड चाहिँ शब्द चाहिँ धेरै फेमिलियर हो, तर चाहिँ हामीले त्यसलाई खास गरेर ट्रेडिसनल बार्टरिङ सिस्टमलाई अहिले हामीले मोडर्नाइज गरेको हो होइन। अब पहिला चाहिँ एउटा घरमा एउटा हुन्थ्यो, अर्को घरमा अर्को हुन्थ्यो, एक आपसले साटासाट गरिन्थ्यो, त्यसलाई पैँचो भनिन्थ्यो। तर अहिले चाहिँ हामीलाई त्यसलाई चाहिँ मनीसँग साटासाट गरिरहेका छौँ होइन। कृषकले चाहिँ आफू कहाँ भएको उत्पादनलाई हाम्रो
पसलसम्म हाम्रो सङ्कलन केन्द्रसम्म ल्याउन सक्छ र उसले आफूलाई चाहिएको सामान त्यसलाई एक्सचेन्ज गरेर लिएर पनि जान सक्छ र त्यसलाई फेरि उसलाई आवश्यक भएको पैसा पनि मोनिटाइज गरेर पनि लिएर जान सक्छ। त्यो हिसाबले चाहिँ नि पैँचो भनेको चाहिँ आफूसँग भएको चिज दिने र आफूलाई आवश्यक परेको चिज लिने जुन परम्परागत शब्दको अर्थ छ त्यसलाई हामीले अहिले मोडर्नाइज गरेर चाहिँ अहिले चाहिँ युज गरिरहेका छौँ। उहाँहरूले अहिले जसले पैँचोसँग काम गरिराख्नु भएको छ उहाँहरूले चाहिँ पैँचो वरदान हो भन्नुहुन्छ, किन भन्दा उहाँहरूलाई आर्थिक रूपमा एउटा सबल बनाउन सकेको छ। अर्को जसले पैँचोको बारेमा सुन्नु भएको छ एउटा किसानले यो हाम्रो लागि भइदिए कति राम्रो हुन्थ्यो भन्ने छ होइन। अलिकति व्यावसायिक भएको मान्छेले चाहिँ मलाई चाहिँ यो टेक्निकली जुन मैले नजानेको कुरा सिकाएर आज म यो आर्थिक रूपमा पुगेँ भन्ने कुराहरूको छ। यसका सबै आफ्ना आफ्ना एङ्गलबाट आफूले बुझाउने तरिकाहरू धेरै छन् होइन। केही जस्तो हामी कहाँ यहाँ किन्ने उपभोक्ताहरूका लागि यो पहाडको उत्पादन अर्ग्यानिक उत्पादन छ, यो मैले लिँदाखेरि ठिक हुन्छ भन्ने बुझ्नु भएको छ भने कसैले फेरि यसैलाई मैले यो किन्दै गर्दाखेरि एउटा सानो किसानका लागि पनि मैले पैसा पुर्याएको छु भन्ने बुझ्नुहुन्छ।